सबैजनालाई नमस्कार। हामी बिहानीको सुरुवात गर्दै हामी मोमोको डो लगाउँदै म देखाउन गइरहेको सबै कुरा यो भिडियोमा भन्नेवाला छु। सबभन्दा पहिला मैदा हाल्ने। अब के गर्ने भनेपछि अब मैदा टक्क बाउलमा ल्याएर मैदा लगाउने। बिहानीको सुरुवात गर्दै टक्क 15 मिनटको लागि रिजर्भ गरेर राखौँ। 16 मिनटले दिने हुन्छ। साथीहरू मैले पेडा काटेँ। पेडा काटेर अब के गर्ने यहाँ चाहिँ चिकन मोमोसलाई नै चिकन वान्टेन भन्ने गर्दछ। अरू त प्रायः जस्तो चिकन मोमोसँग चटनी दिन्छन् र यहाँ चाहिँ वान्टेन सस दिन्छन्। त्यही भएर वान्टेन भन्ने गरेको। बाँकी हरेक होटलमा अलग अलग हुन्छ खाना पनि। अन्त यसरी यहाँ चाहिँ यस्तो बनाउने गरेको छ। यस्तो राम्रो फोल्डिङ आएको छ।